हेलो साथीहरु, आजको दिनबाट घन्टे सरकार सकियो है। 3 करोड नेपालीले सम्झ्यो घन्टे सरकार सकियो, घन्टेको सखाप भयो। किनभने नेपाल सरकार ढल्यो भन्न मिल्दैन, किनभने नेपाल सरकार छैन नेपालमा हैन। त्यही भएर यो भारतबाट परिचालित भारतीय दलाल बालेन यसको सरकार घन्टीको सरकार ढल्यो। तपाईको अब डोले सभापति डोलेलाई हान्न खोज्नेलाई चाहिँ म 1 लाख रुपैयाँ पुरस्कार दिन्छु। त्यसलाई हान्नेको भए चाहिँ च्याम्किजामा हान्नु चाहिँ भेटेन, हानेको भने त्यसलाई 1 लाख रुपैयाँ पैसा पुरस्कार म ट्याकै दिन्थेँ। त्यस्ता सभामुखलाई हान्नै पर्छ। यस्ता भारतीय दलाल, भारतबाट परिचालित यो बाले हैन, यो बाले भारतबाट परिचालित हो भनेर त कति पटक भन्नु तपाईहरुलाई हैन। मैले भने यो भन्दा पहिलेको भिडियोमा मैले हिजो हालेकोमा भने हैन, अब नेपाल भारतको अब एउटा स्टेट चाँडै बन्दै छ है भनेर भनेको थिएँ हैन। कस्तो लाग्यो आज भाषण गर्यो। अब नेपालले भारतले मात्र हाम्रो सीमा हैन, नेपालले पनि ठाउँ-ठाउँमा मिचेको छ अरे। त्यसले एक पाइला त हैन, 1 मिटर पनि मिचेको हैन, 1 इन्च पनि मिचेको हो भने त नेपाललाई पहिले नै सिधाइसक्थ्यो के भारतले। कुनै पनि हालतमा भारतको झुक्किएर पनि हैन। अब यही साथ छ र वरिपरि त्यही गाई बस्तु चाहिँ फुत्ता छिरेको भए के हुने हैन। नभएदेखि 1 इन्च पनि मिचेको छैन 100%। यसले चाहिँ किन भनेको यो भन्दाखेरि तपाईको अब लिपुलेख र लिपियाधुरा भारतलाई फिर्ता लिए भन्नु भने अब भारतले नै बालेलाई प्रधानमन्त्री बनाएको। अब त्यो भन्न मिलेन। त्यो भन्ने बित्तिकै त्यसलाई अब मोदीले फाल्दिहाल्छ प्रधानमन्त्रीबाट हैन। घन्टेको प्रधानमन्त्रीबाट नेपाल सरकारको हाम्रो प्रधानमन्त्री हैन, घन्टेको प्रधानमन्त्री हो त्यो। ख्याल गर्नुस्। त्यही भएर उसले के गर्नु भने उनीहरूले मिच्यो हामीले मिच्यौँ भन्ने बनाइयो भने चाहिँ सबै जनताहरूलाई चाहिँ भेडाहरूलाई चाहिँ भेडा बनाउनु सकियो भने चाहिँ के हुन्छ भन्दा हामी लिपुलेख र लिम्पियाधुरा उनीहरूको कार्यकालभरि चाहिँ हामीले फिर्ता लिन पर्दैन। हामी त्यसरी टार्छौँ, बराबरी जस्तै हो है भनेर चाहिँ टार्छौँ भनेर केटाकेटीलाई चाहिँ गुच्चा चक्लेट दिएर भुल्याए जस्तै सरी चाहिँ गर्छु भनेर बालेले बोल्यो आज। त्यो मतलब यो हो कि तपाईहरुले प्रष्टै बुझ्नुस्, आजको दिनदेखि बाले नेपालको प्रधानमन्त्री होइन, भारतबाट परिचालित घन्टेको प्रधानमन्त्री हाम्रो प्रधानमन्त्री हुँदै होइन, नेपालीको प्रधानमन्त्री होइन। त्यही भएर साथी हो यो कुरा ख्याल गरौँ। अब घन्टीलाई ठाउँ-ठाउँबाट लात हान्दै खेलाउँ। यही भन्दै फेरि पनि भिडियो बनाउने, अझै धेरै बनाउँदा मात्रै भएर के बनाइराख्ने होइन। त्यस्ता चोरहरूको प्रचार हुन्छ कि धेर बनायो भने हो। तर आजको सदनको हालत, आजको सदनमा भएको गतिविधिले आजदेखि घन्टे सरकार नेपालमा छैन। रिप घन्टे सरकार लेख्नु सबैजनाले। रिप घन्टे सरकार सकियो। अब बन्ने नयाँ सरकार भनेको कसको हुन्छ त भन्दा नेपालीहरूको हुन्छ। त्यो कसको नेतृत्वमा हुन्छ भन्ने कुरा तपाईहरु आफैलाई थाहा छ, मैले भनिराख्नु पर्दैन। थ्याङ्क यू फर वाचिङ गाइज, थ्याङ्क यू सो मच, बाई बाई, सी यू माई लभली गाइज, बाई।